आजको एपिसोडमा म अमेजन एफपी वा दराज नेपालको लागि भनेर प्रडक्ट सोर्सिङ नयाँ सेलरहरूले कसरी गर्ने र सोर्सिङ गरेको प्रडक्टलाई आउटसाइड अफ इ-कमर्स प्लेटफर्म टेस्ट गर्ने तरिकाको बारेमा भन्न गइरहेको छु। एपिसोडलाई सुरु गरौँ। अमेजन एफपी र दराज नेपालको लागि भनी प्रडक्ट सोर्स गर्नको लागि भनेर नयाँ सेलरहरूले अलिबाबा जस्तो होलसेल प्लेटफर्मबाट नि गर्न सक्ने छन् भने ह्यान्डमेड प्रडक्ट्सको लागि भनेर नयाँ सेलरहरूले लोकल होलसेलर्स र म्यानुफ्याक्चरर्स नेपालमा नै भेटाउन सक्ने छन्। अलिबाबाबाट प्रडक्ट्सहरूलाई नेपालमा इम्पोर्ट गर्दाखेरि लाग्ने कम्प्लिट प्रोसेसलाई जान्नको लागि भनेर तपाईँले मेरो यस भिडियोलाई हेर्न सक्नुहुनेछ भने ह्यान्डमेड प्रडक्ट्सको लागि भने लोकल होलसेल सप्लायर कसरी खोज्ने भने जान्नको लागि भनेर मेरो यस भिडियोलाई एकपटक हेर्नुहोला। अब तपाईँले तपाईँको विनिङ प्रडक्टको लागि भनेर सप्लायर भेटाउनु भएपछि त्यो प्रडक्टको पहिला त थोरै क्वान्टिटीमा सप्लायरबाट स्याम्पल रिक्वेस्ट गर्नु होला। आफ्नो सप्लायरसँग तपाईँले प्राइस नेगोसिएट गर्नु भएर प्रडक्टको स्याम्पललाई बेस्ट प्राइसिङमा एक्वायर गर्नु भएपछि इट्स नाउ टाइम टु टेस्ट योर प्रडक्ट आइडिया, जुन गर्नको लागि भनेर नयाँ सेलरहरूले फेसबुक र गुगल एड्सको मद्दतले प्रडक्ट स्याम्पलको एड्स क्याम्पेनलाई रन गरेर त्यो टेस्ट प्रडक्टको सोसियल मिडियामा डिमान्ड के कति छ र त्यो प्रडक्टमा एक्चुअलीमा बायर्सहरू इन्ट्रेस्टेड कतिको छन् भनेर रनिङ एड्स क्याम्पेनहरूमा हेर्न सकिने एभरेज क्लिक थ्रु रेट सिटिआर, कस्ट पर क्लिक सिटिसी र सिपिएम कस्ट पर इम्प्रेसन जस्तो डाटा पेमेन्ट्सहरूलाई तपाईँले स्टडी गरेर स्याम्पल प्रडक्टको डिमान्ड स्ट्रेन्थलाई तपाईँले फिगर आउट गर्न सक्नुहुनेछ बिफोर लन्चिङ द प्रडक्ट इन भेरियस इ-कमर्स प्लेटफर्म्स अफ नेपाल एन्ड वर्ल्ड वाइड। अहिलेको रिसेन्ट टाइममा स्याम्पल प्रडक्टको डिमान्डलाई टेस्ट गर्ने पपुलर तरिका भनेको टेस्ट स्याम्पल प्रडक्टलाई इन्फ्लुएन्सर्सकोमा सिप गरिदिनु भएर आफ्नो प्रडक्टहरूमा रियल युजर फिडब्याक तपाईँले रिसिभ गर्न सक्नुहुनेछ तपाईँको प्रडक्ट्सहरूमा, जसको मद्दतले यदि इन्फ्लुएन्सरको सोसियल मिडियामा फलोवर्सहरू यदि अथाह बढी वा धेरै छ भने यस कुराले तपाईँको प्रडक्टको इ-कमर्स प्लेटफर्म्सहरूमा लन्चलाई सक्सेसफुल बनाइदिनमा यस्ता खाले प्रडक्ट मार्केटिङ र पब्लिसिटी ग्राबिङ स्टन्टले धेरै मद्दत नि गर्न सक्नेछ तपाईँको टेस्ट प्रडक्ट्सहरूलाई ट्रेन्डिङ प्रडक्ट्समा कन्भर्ट गर्न इन इ-कमर्स प्लेटफर्म्स राइट आफ्टर द प्रडक्ट्स लन्च। यदि स्याम्पल प्रडक्टमा प्रियर र डिमान्डको रिक्वेस्ट कस्टमर्सहरूबाट प्रडक्ट लन्च हुनुभन्दा अगाडि नै बढियो नै छ भने यस खाले रिस्पोन्सलाई नयाँ सेलरले एउटा पोजिटिभ साइन जसरी लिन सक्नेछन् टु रियलाइज एन्ड रिमेन अप्टिमिस्टिक कि त्यो स्याम्पल प्रडक्टको डिमान्ड हाई भएको भएर यस्तो खाले प्रडक्टलाई इ-कमर्स प्लेटफर्ममा लन्च गरेपछि ट्रेन्डिङ भइहाल्नेछ भनेर। र यो सबै भइसकेर इ-कमर्स प्लेटफर्ममा स्याम्पल प्रडक्टलाई लन्च गरेपछि प्रडक्ट डिमान्डलाई टेस्ट गर्ने प्रोसेसको बारेमा मैले पहिले नै भनिसकेको भएर तपाईँले मेरो यस भिडियोलाई नि एकपटक हेर्न सक्नुहुनेछ। एपिसोड राम्रो लागेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।